खबर सेवामा स्वागत छ। धन्यवाद। नमस्ते। हजुरको परिचय भनिदिनुहोस् न। मेरो बुद्धिमान गुरुङ, घर मेरो रत्नगर चितवन क्षेत्र नम्बर 1। म हाल जिल्ला कार्य समितिको सदस्य। आज भइरहेको यो काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट हजुरको अपेक्षा चाहिँ कस्तो किसिमको रहेको छ? यसबाट चाहिँ नेतृत्वमा परिवर्तन आउँछ कि नीतिमा परिवर्तन ल्याउँछ कि जो यो विशेष अधिवेशनको पक्षभन्दा विपक्षमा रहनु भइरहेको छ उहाँ नेताहरूलाई चाहिँ यो अधिवेशनले कसरी सन्देश दिन सक्छ? अब यो दोस्रो चाहिँ नि महाधिवेशनबाट चाहिँ हामीले के चाहन्छौँ भने नेतृत्व पनि नीति पनि परिवर्तन चाहन्छौँ र त्यसमा अहिले जति यो अहिले उपस्थित नभएको नेतागणहरूले पनि अब आएर यो चाहिँ नि महाधिवेशनमा आएर समर्थन गरेर नीति र नेतृत्वलाई चाहिँ वैधानिकता दिनको लागि अनुरोध गर्दछु। किनभने अगाडि बढिसकेको अवस्था छ। अब किनभने पछाडि फर्केर अब यो अहिले महाधिवेशन पछाडि फर्किँदैन, अगाडि बढिसकेको छ।